डढाएको हेर न फिल्ममा आफ्नो तरिकाले गाऊ आफ्नो चिज पनि दिनु के किन काटेको छु त्यस्तो गरेपछि गीत गाउने मान्छे अब सुन है तिमीले होइन यहाँबाट गाएको कुराहरू हामीले त्यहाँबाट देख्दैनौँ है यसमा सिसा छैन हामीले सुन्छौँ मात्रै अनि तिमीले हामीलाई देख्दैनौ हामीले तिमीलाई देख्दैनौ डराउनु पर्ने कुरै छैन ढोका ढ्याममा लाग्छ है मजाले गाउने अनि किन डराएको त नि मेन कुरा भनेको फिल हो है एकदमै शब्द हरेक शब्दलाई महसुस गर्न चाहिँ सक्नुपर्छ है नानु अनि त्यो शब्द केमा छ मोबाइलमा छ खै पठाइदिनु त मोबाइलमा पठाइदिनु मोबाइल यहाँ राख्ने मोबाइलमा अप्ठ्यारो त हुँदैन होला है हुँदैन सुन त्यो शब्द छ नि शब्दलाई हेरी हेरी भन्नुभन्दा पनि त्यो शब्दलाई चाहिँ दिमागमा राखेर एकदमै महसुस गरेर गाउनु पर्यो बुझ्यौ नि किन हेर्दै गाउनु थाल्यो भने त त्यो फिलै हुँदैन टाइमिङ बिग्रिन सक्छ अनेक कुराहरू हुनसक्छ होइन त्यहाँ खुसी भन्ने ठाउँमा तिमीले बोल्ने बेलै त्यहाँनिर खुसी भाव व्यक्त हुनु पर्यो दुःख भन्ने ठाउँमा त्यो दुःख भाव व्यक्त हुनु पर्यो है बिचरा पहिलो अनुभव हो नि त होइन पहिलो हो नि त सुरुमा अलिक डर लाग्यो तर त्यस्तो केही नडर है यो मेसेज केही दुई चार शब्द छ ठुलो हुन्छ होला नोटमा ल बेस्ट अफ लक ठुस्सा हारौँ त ल ल है ल हामी गयौँ बेस्ट अफ लक बेस्ट अफ लक है रामशंकर तिमी यहाँ बस्न पाउँछौ र